मेरो जग्गा चाहिँ प्लटिङ यहाँनिर त्यो यहाँनिर हो त्यो प्लटिङ गरेको ठाउँमा हाम्रोदेखि तपाईँले त्यो जग्गा हेर्दै आएको अनि सिटमा हो मेरो काम महिनाको हिसाबमा हुन्छ 2 लाख कि 2 लाख 50,000 हुन्छ तिमीहरूको 3-4 महिना चाहिँ हान्छ खानाहरू के गर्नुपर्छ भनेर पुर्नेन अनि ठुलाले चाहिँ तिनवटा सेनाको मान्छेको छौ 3 महिनापछि चाहिँ तिमीले आफ्नै जागिर भेट्छौ अहिले चाहिँ 3 महिनासम्म चाहिँ 3 महिनासम्म चाहिँ के अरे मसँग गर्नुपर्छ भनेर पासपोर्ट खोज्नुले उताको चाहिँ छैन भनेर लाग्छ त 31,000 पैसा माग्दै थियो र हस्पिटल ए यता राम्रो छ त साँच्चै यहाँ कहाँ मान्छे पुग्नु चाहनु भयो छ रे यता होइन छैन यता अनि यो होला सायद अहिले मारिदिन्छु है खोइ उयो अझै हो कि के हो ऊ त्यहाँ साँच्चैमा ऊ थियो पहिला मान्छे पोल्नु पारेको देखिन्थ्यो गुरुङनीको घर त्यहाँ खरानी खरानी छ ऊ त्यहाँ गुरुङनीको मल कहाँ हामीले उठाएको उयो होइन ठुली पहिला गुरुङनीको मल उठाएको अनि त्यहाँबाट हेर्दा त देखिन्थ्यो यो हो क्या यही जस्तो छ ऊ चाहिँ भत्केको रहेछ होइन झन् पासपोर्ट बुझाउनु भएको रहेछ भेट्यो भए त बुझाउने त फेरि मेरो नम्बर पनि खोलेको थिइनँ मेरो फोन पनि छैन भन्दै थियो के साह्रो अनि विश्वास गरिहाल्नु भएको त नि साला भेट्न त अनि दाजु पनि पैसा दिनु भनेर 30,000 पैसा अलिकति पैसा कान्छाले दियो भने दिनु भनेर बोकिरहेको अरे साला पासपोर्ट भेटिँदैन अनि मलाई पो घरमा आइदिएर होइन कुरा चाहिँ के हो भन्छ मलाई पो रिस उठ्दैन मान्छे खबर लिएर अरू कम्ती उल्का उल्का गर्दैन सुनलाई गएर पहेँलै हातमा अनि स्वेटर लगाएको भर्खरै विश्वास गरे त्यो मान्छे विदेशीबाट आएको त्यो बौलाएर आएको हो सधैँबाट आएको हो अलिक विदेशी गन्दै थियो 2 मा 1 होइन पर्फ्युम लगाएर त फेरि 5-6 जति फुलदाजुले बोकेर खानासाना पुऱ्याइदियो नानीहरू लिन जाँदा पुर्नेले त्यहाँदेखि बोकेर घरसम्म पुऱ्यायो तिनीहरूको जिउमा अहिले त्यही मान्छेको पर्फ्युम होला तर फोन चाहिँ अहिलेसम्म खुल्दैन मेरो मुखमा घाउ चिलाउँछ होला नि कोटारा कम्ती जाडो देखेको आइन्छ मेरो तर पाप्रा बस्छ नि आउँछ अझ पाप्रा बसेर निको हुन्छ यही हो कुन कुन हो यो बाँझो सबै यो पनि भयो
भइदियो भने त आइसक्यो नि हुँ? यो यति भइदियो भने पुगिहाल्छ क्या यहाँ त्यो सिँढीबाट घर जाँदा हुन्छ यो र त्यो चाहिँ एउटा भयो कि त्यो छुट्टै होला बिचको चाहिँ खै कति राम्रो पानी हेर्नु पर्यो र त छका उठेर झन् कति छैन भोलिभरि पानी त आउँदो रहेछ नि यो अलि माथि नै भयो नि त नि ए पानी त यो पनि हेर्नु त यो होइन आज फेरि आज बिहान गएर मिल्छ कस्तो हुन्छ लाग्छ यो मिल्दैन यो मिलाउ त दार्जिलिङ छिटो यो त मिलिस यो मात्रै मिल्दैन कि सधैँ यो यस्तो यो छोड कतिहरू छ यसको चाहिँ एक रुम छ अरे एक रुम छ अरे यति मात्रै छ क्या यो पल्लो मिलो यो पनि मिल्यो त्यो पनि मिल्यो त्यो पल्लो पनि मिल्यो मिल्यो हो यो गाउँबाट छ नि अहिले गरौँ भोलि बिहानदेखि घर बनाउँ फेरि अब यो त हामी टोकरीको भन्छ होइन यो पनि मिल्यो भने लिने अझै यो पनि दियो भने दिने अब बुझ्नु परेन कस्तो हो भने बुझ्नु परेन अब यो कस्तो हो म टोकरीमा पुग्छ होइन नउठेको पनि दिन्छ होला नि दियो भने उनीहरू सट्ट पजाइ गइरहेको छ अरे दाजुको जुन चाहिँ अब कुरोको चलिरहेको होइन त्यो दियो भने त्यो पनि हुन्छ त्यहाँ मान्छे पोल्छ मान्छे पोल्छ म मिलाउँछु त्यो छुट्टी अहिले यो गरेर त्यो यसको त यताबाट दिएन भने पिबिसी यताबाट घुमाउनु मिल्छ दिदी नि मिल्छ भने मिल्छ पछिबाट त बिचमा दिन्छ त्यसले त्यो यसो भात लगाइदिने होइन अनि पछि आएर दिइहाल्छ दिन्छ क्या उसले टनल बनाउनु थालेपछि त्यो बिचमा उयो यति नदिएर यताबाट तलबाट यस्तो पिबिसी छ त लाउँदा भइहाल्यो नि यो पनि टाउकोतिरको मान्छे टाउकोतिरको मान्छे हो होइन कसको भने थाहा छैन कि एकिन भएको छैन अनि तलतिर पनि दियो भने उता पनि बनाउँदा हुने अब कोरा तलसम्मै हो अब कोरा चलाइरहेछ होइन भरेसम्म आउँछ टुङ्गिन्छ होइन तलसम्म हो तल पोलसम्म ल दिने हो के अरे यहाँसम्म क्या यो 7 दियो अनि यो त्यो 7-5 दियो त्यो पनि अब कुरो चलाएर छ अब त्यो तपाईँले पुऱ्यो भने म उ गर्छु यो मैले कति भोलि सिनेँ क्या यहाँ कि उ गरेर यता खाली जग्गाको ठाउँमा राखेर जाने नि यो दाइहरूको खाली पारेर 4वटा निकालेर टनलको गरे यत्रो त अनि मेरो त घर मुनिको टनल निकालेपछि बोला आमा त के हो कि हाम्रो दाइ तपाईँको त मेरो घर मुनिको यत्रै हो यत्रो यो जतिको बाटो होइन यसमा पनि निस्किएर हाल्छ यसमा पनि पुगिहाल्छ दुईवटा आउँछ म हिजो तपाईँ ठुस्केदेखि मलाई हेर्नु पनि मन छैन भाइ गफ गर्ने बोलाएको मान्छे गद्दारी गर्दै होइन भने त अब हाम्रो दाइ सोच भन्यो भने तल देखाएको 5 रोपनीमा यतात्रै 2टा पनि छैन त्यो घर मुनिको त घर बनाएको जग्गामा त म त देख्दिनँ टनल गन्छु र पनि त त्यस्तो लामो टनल बन्दैन थियो कतिवटा छ टनल रे तपाईँको कतिवटा त घरमा बनाएको त कहाँ भन्छ त त्यो अहिले घर बनाएको